नमस्ते टेस्टले यहाँहरूलाई सम्पुटर लिपि अनलाइनमा स्वागत छ। अस्ति हामीले गोछेन भन्यो है। गोछेनमा तीनवटा फल्टाफल्टी छ, जस्तै राङ्गो, साङ्गो, लाङ्गो, तिनीहरू हामी सबै पढिसक्यौँ। अब हामीले दोक्छेन पढ्नेवाला छौँ। दोक्छेन भनेको चाहिँ घाउँडासित दोक्छेन शेर भनेको चाहिँ कसोलाई चाहिँ दोक्छेन भनिन्छ भनेको। अनि यसको अर्थ चाहिँ मुनि दिएको छ, राङ्गी चुक्यो गिमी सी नाम्गी मेने धोक्पेछुकी चुक्पेन दोक्छेन शेर। यो भनेको मतलब चाहिँ अस्ति हामीले भन्यो नि, गोचेन भनेको चाहिँ मेन अक्षरको माथिपट्टि शिरमा भएको कारणले यसलाई गोचेन भनेर भनिन्छ भने धोक्छेन चाहिँ त्यही मेन अक्षरको मुनिपट्टि भएको कारणले यसलाई चाहिँ दोक्छेन भनेर भनिन्छ है। संयुक्त अक्षर भन्दो रहेछ होइन, संयुक्त अक्षर भन्दो रहेछ। मेन तपाईँहरूले बुझ्नुपर्ने चाहिँ मेन अक्षरको चाहिँ मुनिपट्टि भएको कारणले चाहिँ यसले दोक्छेन भनेर भनिन्छ। अनि त्यो हामी अब त्यो दोक्छेन कि खासो यो त्यता गाउँदा गाइन्। अनि दोक्छेनमा कतिवटा अक्षर छ अनि यिनीहरू के हुन् भनेर भनेको छ। यसमा रहेको छ उत्तर दोक्छेन गिगी सिते। दोक्छेनमा 4 प्रकारको दोक्छेन छ, याताक, राताक, लाताक, वाताक। यी 4हरू छ। त्यसमध्येमा अब हामीले यो 4मा याताक पढ्नेछौँ है त। याताक चाहिँ के खासो यो त्यता खाँदा गाइन्। याताकमा कतिवटा अक्षर छ, तिनीहरू के हुन् भनेर भनेको। याताक चाहिँ के धुन्ते यिनीहरू हो। अनि याताकमा 7वटा अक्षर छ। 7वटा चाहिँ के हुन् भन्दाखेरि कायत क्या, खायत क्या, खायत क्या, पायत चा, फायत छा, भायत चा, मायत न्या। यो 7वटा छ है। अब हामी यसलाई एउटा गरी पढ्दाखेरि चाहिँ अब यहाँ आउँछ। अब म पढ्छु, तपाईँहरू पनि सँगसँगै पढ्नु होला। फेरि त्यसै गरी अघि जस्तै एकजनाले पढ्ने अनि सबैसँगै दोहोऱ्याएर पढ्ने है त। कायत क्या, कायत क्या, खायत ख्या, खायत क्या, खायत क्या, खायत क्या, पायत चा, पायत क्या, फायत छा, पायत क्या, पायत छा, पायत क्या, मायत न्या, मायत न्या। न्या, चा न्या भन्नुपर्छ नि, त्यो न्या है। कतिले चाहिँ माया त न्या नभनेर अनि माया त म्या भन्छ, त्यो चाहिँ रङ हो। म्या होइन है, न्या र म्यामा अलि फरक छ। कतिले फर्स्टमा अब गुरुले चाहिँ सिकाउँछ, सिकाएपछि फेरि आफै प्र्याक्टिस गर्दाखेरि माया त म्या भनेर पढ्छ। हामीले सानोमा त्यसरी झोकेर धेरै पढेको छौँ। अनि यसलाई चाहिँ माया त न्या भनेर पढ्नुपर्छ, न्या। फेरि पनि है, काया त क्या, कायत क्या, खाया त ख्या, खायत क्या, खाया त क्या, खायत क्या, पाया त चा, पायत क्या, फाया त छा, पायत क्या, भाया त छा, पायत क्या, माया त न्या, मायत न्या, माया त न्या, न्या होइन न्या। मायत न्या, न्या भन्नु त, न्या भन्नु त, न्या, 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 न्या पनि होइन, न पनि होइन, न्या है। न्या, हजुर। ल अब हामी सँगसँगै पढ्ने है। लसो लामुजी तपाईँले पढ्नुहोस्, तपाईँदेखि सुरु गर्नुहोस्। कायतक्या
कायतज्ञा खायतज्ञा कायतज्ञा गायतज्ञा कायतज्ञा गायत भन्नु गाय पायतज्ञा पायतज्ञा गायत क्या भन्नु है गायत गा नभन्नु है गायत क्या गायतज्ञा कायतज्ञा पायतज्ञा 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 च्या है पायत च्या पायतज्ञा 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 भायत बायत होइन भायत च्या पायतज्ञा पायतज्ञा सुरेश मायतज्ञा मायतज्ञा हो ल रामजी यो पढ्नु त भाइ यसले कसै पढ्छ पढ्नु त पायतज्ञा हजुर पायतज्ञा हजुर भायत च्या यसलाई गायतज्ञा गायत क्या क्या गायतज्ञा गायत क्या गायत क्या गायतज्ञा हजुर हजुर अब प्रमोद दाइ तपाईँले पढ्नुहोस् त हुन्छ कायतज्ञा गायतज्ञा कायतज्ञा गायतज्ञा 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 पायतज्ञा पायतज्ञा कायतज्ञा पायतज्ञा भायतज्ञा पायतज्ञा मायतज्ञा मायतज्ञा ओके सो राम्रो पढ्नुभयो अनि सुरेशजी तपाईँले पढ्नुहोस् कायतज्ञा गायतज्ञा कायतज्ञा गायतज्ञा कायतज्ञा गायतज्ञा पायतज्ञा 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 भायतज्ञा पायतज्ञा मायतज्ञा मायतज्ञा सो धेरै नै राम्रो हो अनि नुमाजी तपाईँले पढ्नुहोस् कायतज्ञा गायतज्ञा कायतज्ञा गायतज्ञा कायतज्ञा कायतज्ञा पायतज्ञा पायतज्ञा कायतज्ञा पायतज्ञा गायतज्ञा भायतज्ञा गायतज्ञा मायतज्ञा मायतज्ञा ल सो सम्पूर्णले राम्रो पढ्नुभयो धन्यवाद आजको लागि यति नै। तपाईँको दिन शुभ रहोस्।